मैले कुनै कमेडी भिडियो बनाएँ भने फलाना छोरो त बौलाए जलाएर त पागल भएर हिँडिसक्यो भन्छ है। अब कुनै स्याड सङहरू राखेर स्याड भिडियो बनाउन लगायो भने यसको त घरमा बस्नु झगडा घरमा केही मेलमिलाएर पनि रहेछ बुढाबुढीको झगडा परेछ त्यस्ता स्याड गीतमा चाहिँ भिडियो बनाउँदै होइन भन्ने भयो। अलिकति रिसाएको टाइपको भिडियो बनाएर पोस्ट गरियो भने के भन्ने भयो भन्दा घर परिवारसँग एक रति नै मेलमिलाप रहन्छ नि त घर परिवारसँग पुरै नेगेटिभ रहेछ भन्ने भयो मान्छेहरू। एक दुईवटा लभ स्टोरीको भिडियो बनाउनु लभ सङहरूमा भिडियो बनाउनु लगाउनु त बाहिर माया प्रीति लाउँदै हिँड्दो रहेछ नि हो त्यस्तो लभ स्टोरी बनाउँदै हिँडे भिडियो घरको बुढीलाई त यस्तो हेला गर्दा बाहिर केटी घुमाएर हिँड्दो रहेछ बाहिर कन्ट्याक्ट गर्दै हिँड्दो रहेछ त्यस्ता गीतमा भिडियो हाले फोटो हाले अनि चाहिँ के गरी चित्त बुझाउनु छैन कहाँ जानु हो कहाँ के गर्नु हो